ल हेलो एभ्रिवान आयो हजुरहरूलाई सन्चै हुनुहुन्छ होला मलाई नि एकदम मस्त स्वस्थ चिलमा छ गाइज अनि हामी चाहिँ माछा मार्नु जाँदैछ हामीहरू बागमती खोला होइन दाइ हो कि होइन केटाहरू सब सिकारी हो म चाहिँ कहाँ यहाँबाट झर्ने होइन यहाँबाट त हो नि बाटो हिजो अस्ति हामी यहाँबाट त गएको होइन भाइ सुगा मार्ने रे सक्दैन मार्न होइन हिँड्दै स्टार जाने हो कि होइन सुगा मार्ने मान्छे अगाडि गयो भने दियो भने केलाई पछाडि टोइलेट कहाँ छ यहाँ टोइलेट छैन यहाँनिर बिस्तारै दाइ फेरि एकैचोटि बागमती खोला पुग्ला नि भनेको फटाकुट नगर न त्यस्तो नराम्रो सोचेर नि हुन्छ यता लगाएको हामी चाहिँ बागमती जाँदैछु के गर्न भन्दाखेरि माछा मार्न यो त चिन्नुभयो होला हजुरहरूले त्यसलाई चाहिँ गिद्री भन्छ गिद्री जे भने पनि हुन्छ मिलाएर बुझ्नु माछा हाल्ने मारेपछि यता हाम्रो दाजुहरू हिँड्दैछ अगाडि यता म पछाडि एकजना भाइ छ हामी चाहिँ जाँदैछु जङ्गल गाइस पुरै जङ्गल हो यहाँनिर यता बगाएको नि हामीहरू पनि आउँथ्यो होला नि त यतातिर तर हाम्रो पालोमा चाहिँ भ्याएन है हाम्रो पालोमा चाहिँ सानोमा चाहिँ आएको थियो दिदीहरूसँग तपाईँहरूको पालोमा चाहिँ मजाले भ्यायो नि त यहाँदेखिबाट घाँस काटेर लान्थ्यो है अनि बागडन्डी अहिले कोही हिँड्दैन हो उत्तर छिडोमन्डी तिन पाथी हगेर आएको आएछ यसले हामी जाँदैछु ल बिस्तारै जानुपर्छ यहाँ लड्यो भने फेरि लगाएको यस्तो खतरा भिड छ है यो मुनि पुरै भिड हो गाइज अब हामी चाहिँ कट्ट लगाएर हिँड्दैछु अगाडि म बुढो मान्छे हुनु सकेन क्या यहाँ लड्यो भने त भने घाडीतिर अलिअलि रोक्छ कि नत्र भने त सुई कास सुई
सबै लडे यार गाइस यहाँदेखि खोला थियो वहाँसम्म थियो खोला लाम्लो बुढेछ त्यो हिजो अस्तिको बाढीले होइन त यहाँनिर त हामी त कम मजाले खेल्थ्यो अहिले छैन रहेछ त्यहाँबाट चाहिँ हाम फाल्थ्यौँ हामी यहाँ सबैभन्दा गहिरो थियो यहाँनिर छैन भित्र खोला कतिको अब त्यो बाढीले नि गर्नु गऱ्यो नि कतिको घर खोला ग्यास सिलिन्डरै बगाएर काट्नु दिएछ अनि त्यतातिरबाट त हामी खेल्थ्यौँ त्यहाँनिर गएर त हाम फाल्थ्यौँ हामीले छैन ल गाइस बागमती खोला आइपुग्यो हामी फाइनली पहिला बेग्लै थियो अहिले पुरै बेग्लै रहेछ त कसले के गर्ला ल जाऊ 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 केटाहरू ल बाख्रा पनि गराइरहेको कसो बाख्रा यता यता आएको मान्छे छ त है ल गाइस हामी चाहिँ फाइनली बागमती खोला आइदियो तर बागमती खोलामा चाहिँ मान्छे टन्नै रहेछ भिडियो बनाउनु मलाई लाज लाग्यो बागमती खोला मान्छे नाङ्गे नाङ्गे नहेरेर क्या नाङ्गे नाङ्गे नहेरेर क्या मलाई त लाज लाग्यो यार भिडियो बनाउनु लागि यो लुगा लगाइसक्यो ठ्याक्कै तपाईँ निस्किनु ल गाइस आइपुग्यो हामी चाहिँ ठ्याक्कै बागमती खोला आइपुग्यो यता हाम्रो दादा पुरै खैनी मलिरहेछ खोइ त माछा निकालेको सब बसिरहेको एकजना चम्किरहेको त्यो कपडै नपुऱ्याइरहेको यता हाम्रो दादा टक्क बसिरहेछ गालामा हात लाएर माछा आज मार्न सक्ने हो कि नसक्ने हो सक्यो पनि लान सक्ने हो कि नसक्ने हो भनेर टेन्सन भएर बसिरहेको पुग्नु सक्दैन म त राजा गाई त्यति हेरेर बसिरहेको टक्क माऱ्यो भने बोक्ने हो थाप्ने हो हिँड्ने हो गिद्री पुरै रिजार्भ छ मेरो झ्याप्प माछा बोक्यो भएदेखि आनन्द छ गाई उतातिर सब करेन्ट आइरहेछ अनि यतातिर फुचेर नाङ्गे नाङ्गे नुहाइरहेछ कुनै दिन हामी पनि यसरी नुहाएको थियो अहिलेको दिनदिनै कुरा भएर लाज लाग्छ अनि दाजु हो भन्नु न ल हाम्रो दादाले यहाँ जाल खेल्दैछ गाइस म चाहिँ अनि यसो हेरिरहेको छु के गर्नु जाल साल छैन आफ्नो त हान्न हान्न है हान्न भेटाइहाल्छ नि बागमती खोलामा गाइस है ल माछा भेट्यो जस्तो माछा भेट्दै माछा 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 भेटेन ल ल ल ल ल हान्न 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 हान्नु जम्मै लानु न अनि क्या अनि त्यो उद्यो के अरे अनि के भन्छ गएर त अनि कहाँ हान्नु सक्छ त अनि गएर त कहाँ हान्नु सक्छ त अनि कपडा नखोल्नु तपाईँ ओह भाग्यो चालमा हान्ने हो कि मसिन आउँछ हैन त्यसरी पनि यहाँ हान्ने के भाइ नसक्ने भयो
खोइ माछा निकाल्नु नि यार भिडियो गरेको चाहिँ यार तपाईँले माछा निकाल्दैन यार माछा ए माछा ए माछा ए माछा म चाहिँ पदाहरू त भन्नु गयो अब केलाई माछा हाल्नु भेटेन छ त नि यति मान भइहाल्यो नि त नि ल गाई चाहिँ माछा चाहिँ बरल बरल झर्दैछ अरे नि होला है त्यत्रो होइन भइहाल्यो नि उता छ उता छ उता छ कि है उता हो त्यहाँ गाई चाहिँ माछा टन्नै एक छमा यति आएपछि त त्यस्तै 2-3 दिनमा चाहिँ पुग्छ कि एक छाक आधी दिन भइसक्यो नि ढुङ्गा माछा हानेर तपाईँले ल गाइज हामी चाहिँ पुरै माछा मार्न गएको माछा यति भेट्यो गाइज लास्टै रिस उठ्यो हामीलाई त अनि यहाँनिर आएर नुहाएर अनि जान लाग्यो घर हामी गाइज म चाहिँ यो दहमा खेल्न लागिरहेको छु देख न ल अब मलाई देखा पानी में मच्छी सब लूटा ले यार बम आने जा चिसो यार थेट यस्तै चिसो नि हुन्छ पानी पनि चिसो भयो पुरै उदा त हिउँदा त चिसो मात्रै भयो केटा हो म चाहिँ अब घरको मिले धेरै चिसो खेल्नु त मजा आउने है चिसो चिसोमा त खेल्नुपर्छ नि बाह्रको बेला यहाँ पनि गएर रहेछ है यहाँ पनि गएर छ मैले त थिएन नि पहिला छैन हान्नु एकचोटि भयो तपाईँलाई भयो ए म त भाग्यो त्यत्रो हामफाल्दा पनि धमिलै भएन हाँ त्यत्रो हामफाल्दा पनि धमिलै भएन ल यो धमिलो बनाइदिन्छु अघि म हामफाल्दा नि यति पनि भएको थियो ट्याक्कै अझै आएन धमिलो अनि भित्रको ढुङ्गा चाहिँ बिस्तारै जान्छ अनि फेरि हाम्रो तपाईँको हान्नु के एकचोटि हान्नु के रात पर्छ क्या जाऊ लगाइ हामी चाहिँ माछा मारेर आधी बाटो आइपुग्यो यस्तो हिँड्यो कि हामी गाई त्यस्तो हिँड्यो कि माछा नपाएको सुरले हिँड्यो पसिनै आयो गाई त्यस्तो हिँड्यो कि आधी बाटो आइपुग्यो गाई अब घर पुग्दा चाहिँ रात पर्ला अनि पुरै चड्डीमा हिँडिरहेको छ केटाहरू सब ए छैन कि अरे त्यही गाई माछा मार्नु गएको जाँदा नि खाली लिएर गएको थियो आउँदा नि खाली नै छ अब
एउटा दुइटाको त के कुरा गर्नु खाली नै भन्नु पऱ्यो ल गाइस ल यता झोला बोक्नेहरूले चाहिँ टन्न टन्न मारेका छन् अनि हामी चाहिँ गोठालो गएको जस्तो मात्रै भयो गाइस मान्नै सकेन अब गोठालो गएको जस्तो चाहिँ भयो नि कालो यस्तो दौड्यो गाइस आमा यतिमा दौडी दादा भोक पो लाग्ला जस्तो भयो यार दादा भोक लागेको छैन छैन है किन है ल गाइस हामी चाहिँ घरतिर हिँड्दैछु मासु के लान्छ तपाईँले ल खोइ त हामीले मासु पनि ल्यायो त खोइ हेरौँ न त बाबुजी निकाल्नु त गाइस हामीले चाहिँ माछा आज लोद माछा लिएर आज यहाँनिर यसो हेरौँ है माछा त कति उता त्यो उयो फुकाल्नु न उयो दोरी फुकाल्नु अनि त्यहाँबाट चाहिँ माछा आउँछ उयो यहाँ यसरी फुकाल्नु न फुकाल्नु ल गाइज माछा त हामी खोलामा गएपछि त एउटा भए नि बोकेर आउँछ कि यो त झन् कुरा गर्नुहोस् तपाईँहरू यहाँनिर त कति छ माटो रहेछ ल गाइस कम ठुल्ठुलो माछा छ यत्रो माछा त गाइसहरू देखाएको छैन होला यहाँ अझै आउनु भएको छ योभन्दा ठुल्ठुलो ध्यान ल हेर्नुहोस् गाइस माछा 1 महिनालाई पुग्ने त ल्याइसक्यो 1 महिनालाई 1-2 छाक पुग्नु त झरै क्या यतातिरै झरिसिस ल गाइस माछा चाहिँ टन्नै आइयो है गाइस हामी खोला गएपछि त नल्याउँदा कुरै भएन ल गाइस आजको दिन चाहिँ यस्तै हो आजको दिन यसरी नै बित्यो गाइस त्यही हो ल यति भन्दै मेरा यी 2 शब्द हजुर त्यति मासु कहाँ लान्थ्यो अनि चाहिँ कहाँ लानु भन्दा ल गाइस